हेलो गाइस, के छ खबर? सन्चै हुनुहुन्छ होला होइन? कामबाट फर्किँदैछु अनि यहाँ भर्खर 6 बजिरहेको छ। सो आज चाहिँ केही सामानहरू चाहिएको थियो, त्यही भएर जापानको सबैभन्दा सस्तो पसल छिरिदिउँ न त भनेर जाँदैछु है। केही सामानहरू चाहिँ त्यहाँ मात्र पाइन्छ, त्यही भएर अनि यहाँ जाँदैछु। अगाडि यहाँ अगाडि तपाईँ त्यो दाइसे देखिरहनु भएको छ, यो चाहिँ हो। अनि यहाँनिर के छ भनेर यो चाहिँ यो विज्ञापन हो है। यहाँ चाहिँ यसरी विज्ञापन गरिन्छ। यो साइकल राख्ने ठाउँ, बाइक राख्ने ठाउँ, यताउता दुईतिर जता राखिनु भयो। फिटनेस सेन्टर छ यहाँनिर। छिरिसक्यो। अब यहाँ 100 रुपियाँमा चाहिँ के पाइन्छ भनेर म तपाईँहरूलाई देखाउँछु। हरेक कुरा यो 100-200मा पाइन्छ। यसको यो सप देखिरहनु भएको छ। सब 100 रुपियाँको लेखेको जति। अनि यहाँनिर अरू प्राइस लेखेको हुन्छ। कहाँनिर के पाइन्छ भनेर सबै माथि बोर्डमा लेखिदिएको हुन्छ। यो चाहिँ भाँडाकुँडाको डिपार्टमेन्ट हो। मलाई चाहिँ अरू नै सामान चाहिएको छ एक दुईवटा। यहाँ हेर्नु देख्न सक्नुहुनेछ। यो सक्सहरू सबै पाइन्छ यहाँनिर। यहाँ कपहरू यो यस्तो भल हुन्छ यार। सब 100 हो। यहाँ अस्ति हामीले यो लिएर गएको थियो। यो यहाँ त युज एन्ड थ्रो हो न त, सब प्रयोग गरिन्छ। यो कहाँ महँगो हुन्छ यसको प्राइस लेखिदिएको छ। यसको चाहिँ 300 रहेछ होइन, यसको 200। अर्को चाहिँ प्राइस नलेखेको चाहिँ 100 हो, प्राइस लेखेको हुनु। यसको 200 हो, यसको 100 हो। यो 200को यो 100को फेरि यहाँ लेखिदिएको छ है। मलाई के चाहियो थियो यार? मलाई चाहिने सामान त यता भन्नु, फ्लावरहरू हो। यो कहीँ यो रुम सजाउने सामानहरू सबै यहीँ पाइन्छ। 100-200 हो यो। त मैले अस्ति लगिसकेँ। आज मलाई चाहिने यो रुममा राख्ने यो फर्महरू, स्टेसनरी प्रोडक्टहरूदेखि लिएर गएर सब थोक पाइन्छ। अब यो बोतल पनि सब यिनीहरू चाहिँ 200, यिनीहरू फेरि 100 रहेछ। तपाईँ ठुलो चाहिँ त्यसपछि छ। मलाई चाहिने सामान अर्कै ठाउँमा छ यार। कुन चाहिँ डिपार्टमेन्ट देखिहाल्नुभयो? इच एन्ड एभ्रिथिङ पाइन्छ कि एकै ठाउँमा। मार्करदेखि लिएर गएर यो सबै पेनहरू सेकेन्ड बेस्ट हो। यसरी इङ्ग्लिसमा लेख्दा नि मैले आज भेट्टाइनँ हो सामानहरू मागेको। फेसन एसिस्टेन्ट पनि होइन, ट्राभल टुरिस्ट पनि होइन।